महोदय, हाम्रो असन्तुलित परराष्ट्र नीतिले नेपाललाई कहाँ पुर्याउला, नेपाली जनतालाई कहाँ पुर्याउला। आज नेपालको गरिबी र पछौटोपनको कारण एउटा हाम्रो असन्तुलित परराष्ट्र नीति हो, किनकि हामी असंलग्न राष्ट्रको रूपमा कसैप्रति टिल्डो हुँदैन। मैले कुरा यो किन भन्न खोजेको भने अहिले भारत र पाकिस्तानको पहलगाम, भारतको काश्मीरको पहलगाम घटना भएपछि भारत पाकिस्तानको त्यो बीचमा तनाव छ, कुनै बेला पनि युद्ध हुन सक्छ। त्यस्तो बेलामा नेपाल सरकारले हिजो छाडिएपछि 4 मईको 11 जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएको छ। नेपाल सरकारले के मेसेज दिन खोजिरहेछ? त्यो पाकिस्तानी आर्मीको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर 646 बाट एयर क्याडर साद मंसूर अंसारीको नेतृत्वमा आएछ। के हामी कसैसँग पक्ष लिन मिल्छ? किनकि हाम्रो मेसेजिङ यो टाइमिङ गलत हो। पाकिस्तानको मान्छे आउनु हुँदै त्यो भन्न खोजेको होइन, तर एकातिर हाम्रो छिमेकीसँग इभन जसमा नेपाली व्यक्ति पनि हत्या भयो। माननीय सदस्य अर्जुन नरसिंह केसी।